हेलो एन्ड नमस्ते गाइज वेलकम टु माय ब्लग हैन आज शुक्रबारको दिन आज स्कुलबाट ताने छुट्टी भएको थियो आज ताने छुट्टी भएको थियो त्यही भएर म आज ताने नै हजुरको सामु आउन पाएको छु के साह्रो घाम लाग्यो आज छिटो मार्नु है ताप्की जसित लाइन नि आएन राष्ट्रिय उरास लाउँदै दिन छिटो ताप्की मार्नु साह्रो ताप्की त पानी हाल्नु पानी राम्रोसित मार्दै त्यहाँ अलिकति दाग हुनु भयो भनेको त मारिदिए त नि कस्तो कस्तो हुनु नि हामी डिट कति धेरै हो त नि म त चिनी सकिन्छु मै धरिरहेछ त मम मम चिनी खै बाँसको ढोलीमा सक्दिनु त म नुन सुन हाल्दिनँ त्यही हो गाइज न यो चियापत्ती कति भयो धाने गइदिएछ केही छैन खान्छ गुर्छ चिनीतिर हालिदिन्छु चिया पनि नुन हाल्यो हुन्छ नि यार हामीसुली यति भइसक्यो अनि गाइस आज ट्याक्कै स्कुलबाट आएर ओछे मिलाउँछु अनि त्यहाँ यताउति घर सफा गर्छु भनेपछि मम्मीले पुरा सबै चारैतिरबाट ट्याक हालेर होइन सब सफा गर्नुभएको छ तर त्यो चाहिँ थाहा भएन खाटमुनितिर गर्नु होला भनेको खोइ गर्ने गरेन त्यो थाहा भएन जे होस् गर्नु चाहिँ भएछ चियापत्ती बढी भयो जस्तो छ मे चियापत्ती बढी भयो नि अहिले भिडियो कहिले अमिलो रहेछ यस्तो अमिलो मैले ट्याक्कै यस्तो गर्ने ट्याक्कै यस्तो होइन ट्याक्कै चिनी अरे चम्चा होला होइन ट्याक्कैले चम्चाले यस्तो हजुर यस्तो घाममा चाउतो खाने भन्नुहुन्छ तपाईँ मान्छे पागल हो नि हाम्रो पागलै भइरहेको भने अब मम्मीले त्यो मम्मी तालिममा जाने भन्नुभएको हिजो होइन अस्ति सकियो हो अस्ति सकेर चाहिँ हामी सिलगढी भएको थियो मसिन ल्याएको थिएँ यहाँमा कति जरो घाम लाग्यो भने बाहिर त बस्न नसक्दो बाहिर बस्नु चाहिँ त्यो हुन्छ नि त उसै त कालो मान्छे झनै कालो भएर त कालो धोती बढी अझै चिल्ला मम्मी तपाईँको चिया पाक्यो उम्लेको छैन भर्खर बसाइ पाक्यो भने ग्यास बन्द गरिदियो कस्तो मान्छे 10 रुपियाँ ल्याउनु त बिस्कुट कहाँबाट ल्याउनु म त के मम्मी के त नि आन्टी बोल्नु भयो कि आन्टी कस्तो हिजोको कस्तो दामी गरिदिनु भएको फेरि एकचोटि गरिदिनु न हिजो प्र्याङ्क गर्दाखेरि गर्नुभएको थियो त तपाईँले आन्टी
के भयो अरे गोपले तँलाई यहाँ चाहिँ त त्यही गाइस हिजो आन्टीको रियाक्सन चाहिँ एकदम दामी थियो मैले यहाँ मम्मी बसेको थिएँ त्यहाँ आन्टी बसेको थिएँ यस्तो राम्रो के आन्टीले म त फिदा भयो हिजोको आन्टी त होइन आन्टी मोटी आन्टी ए पातली आन्टी कहाँ भयो नि मम्मीले पैसा निकालेर थाहा ज्यादा त्यसै त त्यही गाइस अब ट्याक्क चिया चाहिँ बसेर गऱ्यो नै भयो भने अब उससँग बिस्कुट त पचाउनु पऱ्यो कहिजना दुईवटा मलाई भने चाहिँ एउटा दुईवटा तिनवटा भनेपछि दुईवटा म खाइदिन्छु अरू जे पनि गर्छ म मतलब छैन ल गाइस अहिले भुजा धरिरहेको चाहिँ खोल्तीतिर हो कि यस्तो त खोल्तीतिर खोज्ने हो बाह्र देखाउने त्यो गाइस होइन अब 21 पछि भेटौँला ट्याक्क खाजा साजा हामीलाई होइन लास्टै घाम भयो अहिले 21 मा घाम पनि गरिदिएर चाहिँ कस्तोसम्म भएछ होइन त्यो 21 खा सो गाइस होइन आज हामी चाहिँ एकदम त्यो घरमा फोगरहरू थियो होइन त्यो चाहिँ ट्याक्क फाल्न जान लागेको छ भाइहरू ट्याक्क अगाडि ट्याक्क ट्याक्क अब त्यो ट्याक्क फाल्ने लाग्यो होइन छिटै यदि त अब बनाउनु सक्दैन म पागल अर्को कहाँ हो छैन त्यो चोर त गयो फालिदियो अहिलेहरू पागलै छ त यो पागलै हो कि पागल त्यही गाइस यस बुक्की खामा त्यो फोगो आची हातै मैले त्यो फोगो त्यो कमिला ठोके हेर कति वर्ष गाई चाहिँ त्यो लाग्दो छ पछाडि त चिसो ढाकै लाग्छ त्यो उसको झानी कति हो सर्वाएर क्याप्पा पारिदिन्छ सकिहाल्यो त भाग्यो चोर त्यो जति बेला कहिले कति बेला फालामा लाग्यो भागेर घर जानु लानु बसेको चोर भाग्यो आउने कहाँ त्यही हो अरू त के भन्ने म दिउँसो बनाउँछु मलाई घाममा बनाउँछु यसो देखाउँछु भनेको सुत्दिछु गरी भए सुत्दिछु अहिले त सुतेर आइन्छ अहिले त्यो भन्छु देखाउँछु भन्दा होइन मस्त अनि फेरि लाइन गइदियो है लाइन गएपछि त झला त्यहाँपछि यतिकै म चार्जमा यति छोडिदिएँ अनि सुत्दिएको लाइन आयो चाहिँ लाइन आएर चार्ज भयो अनि त्यहाँपछि अहिले अझै ट्याक्क बनाइरहेको छु अब त्यसको अनि घाम नि अति साह्रो लाग्थ्यो क्या आज त पछि बिहान लगाएन बिहान पानी पऱ्यो अनि दिउँसो चाहिँ मस्त घाम लाग्थ्यो अब त्यो हेर्नु बल्लै आइसक्छ सोल्टी अब मैले नबिसाल्नु लिजा भन्दै थिएँ अनि मान्नु छैन चोर अहिले चाहिँ नाटक आच्छे इसको पारा उठा त्यही माथि हाल्दैन तिमीहरू क्या गरेर थालेको अहिले त लिएर कस्तो एकचोटि पक्छ त्यही कस्तो राम्रोसित बोक्यो
कस्तो दामसित बोकिदिएको यो निलाइले कस्तो राम्रोसित बोक्छिन् त फेरि कस्तो घिन लाग्यो कि पछाडि पछाडि त्यो नसनाको त्यो पानी त्यो पछाडि पछाडि लाग्यो मा फेरि गर्छ पखाइ ओइ फेरि वान्स मोर यस्तो काम छैन यही गरी बस्यो त्यही गाइस अब घर घर यसो हेरौँ ल्याम्बोर्गिनी मेरो कार त्यो पाले छोपिरहेको छु मैले कस्तो दामी सिज मस्त मैले त अनि फेरि एकदम हुन्छ नि कहाँ हाल्दिनँ त्यहीँ भित्र गयो त भित्रै देख्यो मेरो कार ए अहिलेसम्म त गेटको दिइरहनु भयो गेट त नजान के तल गऱ्यो माथि छैन माथि गऱ्यो तल छैन त हजुर के हो यस्तो याद भयो ए यो यस्तो तान्नीको हो यो ए भन्नुपर्छ त अनि तपाईँ नभनेर नि तपाईँले भन्नु गल्ती जताको भयो नि खाना बासी पुग्यो है हजुर भाइ भनेपछि एउटा टुकुरो जात कहीँ उभिएन यहाँ एउटा हाल्नु पर्छ त पर्दैन ए यति भएपछि पुग्यो यहाँ त्यस्तो पो कुरो यहाँ उफ्रियो नि त अनि एउटा टुक्रो जात यहाँ अनि यो नि केसमा जान्छ थाहा छैन कसको फोटो खिचेर गरेको तपाईँले काम गरेको नि छ यहाँ अब ट्याक्क तपाईँले काम गरेको देखेर सबले तपाईँलाई बोलाउँछन् त्यो चिया आएकै छैन त्यस्तै हामीले के काम भने यो लास्टै रहेछ नि हजुरबा त त्यति राख्नु अनि हाम्रो आमाले चाहिँ कुरो बुझ्छन् कि तना राख्नु तना चाहिँ राख्नु बेला बाई मिस्टेक काम लाग्छ नि तना त त्यहाँ जुत्ता गएर भौन्डी खेल्दिए नि निकाल भाइ जानु पर्यो मैले सब काम भ्याएर चाहिँ अहिले यसो गीत सिट बजाएर म यति बसेको थिएँ होइन अनि ग्यास गइसकेको छ सिस्टी गइसकेको छ अनि मैले यो मेसिन लास्टै हल्लिएको थियो अहिले यो माथिको मात्रै हल्लियो हो अनि यहाँ तलको चाहिँ अहिले हल्लियो होइन यो तलको नै हल्लिएको थियो अनि त्यही भएर चाहिँ मैले अहिले यसलाई टाइट गरेँ होइन हेर्नुहोस् ओए चित्रकार देख्न सक्नुहुन्छ चित्रकार हाम्रो आमा यो चित्र बनाएको रे यहाँ हेरी यहाँ हेर्नु त आमा चित्रकार भइदिन्छ नि यो त हो त्यही हो गाइस होइन अब म नि काम साम ट्याक्क गर्छु होइन अब के कस्तो लाग्यो कामसँग गरेर भइसक्यो अब खाना दाल बसालेर पाकिसक्यो अब भात बसालेर अनि भात बसाल्छु अनि ठिक छ अब यति भन्दै मेरो ब्लग यहीँ अन्त्य गर्न चाहन्छु नयाँ हुनुभयो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु भएन भने पनि गर्नुहोस् ल यति भन्दै म बिदा हुन चाहन्छु जय नेपाल।